सहकारीको जात्रा हेर्नु न, सत्तामा शक्तिमा भएकालाई तपाईँको चाहिँ केही नभए पनि हुने, सत्ता र शक्तिमा भएकाले घुस खाए पनि भ्रष्टाचार गरे पनि जे गरे पनि हुने। स्वयं अहिलेको चाहिँ राष्ट्रसभाको अध्यक्ष चाहिँ गृहमन्त्री दुवैचोटि उहाँ त चोखो हुनुहुन्थ्यो त। यही प्रधानमन्त्रीले भने होइन, उहाँ चोखो हुनुहुन्छ, महान्यायजीले भने चोखो हुनुहुन्छ, आइजीले भने होइन चोखो हुनुहुन्छ। यस्तो गति हो यो देशमा। तपाईँहरूले कति कल कारखाना खोल्नुभयो, कति उद्योग धन्दा खोल्नुभयो, कति नेपालीलाई रोजगारी दिनुभयो, ल भन्नुहोस् त। भनेपछि अहिले नेपाली जनताले तपाईँहरूलाई जुन सत्तामा शक्तिमा हुनुहुन्छ के दृष्टिले हेरिरहेका छन् भन्नुहोस् त। यति घृणा चाहिँ राजनेताप्रति जनताले चाहिँ प्रकट गरेपछि रहन्छ यो व्यवस्था। तपाईँहरूको हैसियत के छ, तपाईँहरू कहाँ पुग्नु भएको छ, सम्पत्ति कमाउने मामलामा, सम्पत्ति जोड्ने मामलामा मेरो स्थिति के छ भन्नु। मै छु नि उदाहरण। तपाईँहरूले के को सुशासनको कुरा गर्नुहुन्छ। तपाईँहरू फस्नु भएको छ, नराम्ररी फस्नु भएको छ। तपाईँहरू फसेकै कारणले हामीले त्यति गरेर ल्याएको चाहिँ गणतन्त्र बौद्धको चाहिँ लोकतन्त्र घेरामा परेको देख्नुभएको छैन। यहाँ तपाईँहरूलाई संसद बोलाउन केले छेक्यो, केले बाधा परेको छ र अहिले पनि तपाईँहरूले अझै जिद्दी गर्नुभएको छ कि चाहिँ संसद बोलाउनु बाध्यता थियो भनेर। लोकतन्त्र गणतन्त्र आएपछि विभिन्न राजनीतिक पार्टीहरू पटक पटक सत्तामा गएर सरकारमा बसेर नेपाली जनतालाई दिएको के हो? भ्रष्टाचार, राष्ट्रघात, लुट। कुरा गरेर मित्रहरूको चित्त फाट्ला। दिनको चाहिँ 1500 2000 का दरले नयाँ पिँढी सब बाहिर गइरहेको छ। यही हो प्रगति। त्यो बेसारे रङका चाहिँ बसहरूले केटाकेटी जम्मा गर्छ 2 क्लासदेखिका चाहिँ 10सम्म, र उनीहरूलाई दिने शिक्षा के हो भने नेपालमा केही हुन्न, 12 पास गरेपछि जाने अमेरिकै हो, अस्ट्रेलिया हो, युरोपतिर हो। यही हो हामीले प्रगति गरेको। सुशासन त तपाईँहरूले दिनै सक्नुहुन्न, किनभने तपाईँहरू फसिसक्नु भएको छ। तपाईँहरूका नीति कस्ता छन्, घोषणापत्रमा के लेख्नु भएको छ, जनतालाई भाषण गर्दा के भन्नुहुन्छ तपाईँहरूले। मैले कान सुन्न छाडेको छैन कि अझ सुन्दैछु। सरकार चलाउन सक्नुहुन्न, नाउ सुब्बेनी के खाएर उभिनी भने जस्तो देश गिरे लिस्टमा परिसक्यो। 8वटा ठाउँमा सरकार, 8वटा ठाउँमा संसद, अझ कहीँ कहीँ प्रदेशमा त 20वटा मन्त्रीहरू सके हेर्नुहोस् त। भने त विदेशीहरूले तपाईँहरूले यो संहिता ल्याएकै होइन, जसले बोकाएका हुन् उनीहरूले अब टेढे आँखाले हेर्न लाए। किन देख्न लाए भन्दाखेरि तपाईँहरूले यो लोकतन्त्र गणतन्त्रलाई लुटतन्त्रमा परिणत गर्नुभएको छ। तपाईँहरूले चेत्नु भएकै छैन। यदि अझै पनि समय छ, तपाईँले विगतको आफ्नो पार्टीको तपाईँ चाहिँ कार्यक्रम, नीति, सिद्धान्त सरकारबाट बाहिर निस्कने बित्तिकै छिर सरकारको कुरा गर्ने, सरकारमा बसन्जरी घुसै मात्रै खानुपर्ने, भ्रष्टाचार माया गर्नुपर्ने, बाहिर परेपछि बुर्क उफ्रने भ्रष्टाचारको कुरा गर्ने। म यो पो बुझेको छैन त, मैले बुझ्नै सकेको छैन के हो यो। कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यस्तै चाहिँ जुन सरकारले अध्यादेशबाट चाहिँ शासन गर्छ, अब त्यो सरकारले सुशासनको कुरा पत्याउने कसले? राष्ट्र र जनताप्रति गर्नुपर्छ राजनीति। आफ्नो लागि, आफ्ना परिवारको लागि, आफ्ना नातागोताको लागि, आफ्ना पार्टीका मान्छेलाई जोगाउनको लागि। उहाँहरूको चरित्र के भयो भने राजनीति गर्ने भनेको, सत्तामा जाने भनेको लुट्नै हो, लुट्नै हो, कमाउनै हो। त्यो लुटबाट चाहिँ आफ्ना कार्यकर्ता पाल्ने, आफ्ना नातागोता पाल्ने, देशको राष्ट्रियता, सार्वभौमता र स्वतन्त्रता जाँचकै आओस्, नेपाली जनताको स्थिति जेसुकै होस्, त्यसको मतलब भएन। सबभन्दा जिम्मेवार यी 3वटा ठुला पार्टी छन् जसले आज चाहिँ लोकतन्त्रलाई, गणतन्त्रलाई चाहिँ भडखरातिर लाँदैछन्। 7 महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले अनि यी ठुल्ठुला गफ, ठुल्ठुला कुरा गरेर किन चाहिँ दुनियाँ हँसाउनु?